यो आइपिओसँग जोडिएका खास जानकारी, विचार गर्नुपर्ने कुराहरू, हैन, त्यसलाई सरल तरिकाले राख्ने ताकि लगानी गर्ने कि नगर्ने भनेर सोच्न सजिलो होस्। ल सुरु गरौँ न त। निश्चय पनि। अब यो ऊर्जा क्षेत्रमा लगानीको एउटा अर्को अवसर त हो, तर हरेक अवसरमा जस्तै यसमा पनि केलाउनु पर्ने पक्षहरू छन्। एकदम। सबैभन्दा पहिले अलिकति मुख्य जानकारीबाटै सुरु गरौँ। सन्वी एनर्जीले आइपिओ कहिले खोल्दैछ रे? यो जेठ 9 गतेदेखि सर्वसाधारणको लागि है। जेठ 9। अनि कति किता? जम्मा 24,15,300 किता। 24 लाख भन्दा बढी नै रहेछ। हो, अनि मूल्य चाहिँ रु 100 मै, मतलब अङ्कित मूल्यमै हो। भनेपछि कुल निष्कासन रकम करिब 24 करोड 15 लाख जति हुने भयो, हैन त? हो, त्यति नै हुन आउँछ। अनि आवेदन कहिलेसम्म दिन पाइन्छ? छिटो बन्द हुने मिति चाहिँ जेठ 13 गते। यदि सबै किता बिक्री भएन भने चाहिँ ढिलोमा जेठ 23 गतेसम्म खुल्छ। छिटोमा 13 गते। कति आवेदन दिन मिल्छ? न्यूनतम कति? न्यूनतम त त्यही 10 किता हो, मतलब 1000 को। अनि अधिकतम? अधिकतम चाहिँ 20,000 कितासम्म, रु 20 लाख बराबर। 20 लाखसम्म पो ठिकै छ। ल, यो 24 लाख किता त सर्वसाधारणको लागि भयो। तर यस अघि पनि त अलिअलि शेयर बिक्री भइसकेको छ नि, हैन र? हो, त्यो महत्त्वपूर्ण कुरा हो। यो अहिले खुल्ने भनेको चाहिँ सर्वसाधारणलाई छुट्याइएको कोटा मात्रै हो। यसअघि नै कम्पनीले आयोजना प्रभावित जो स्थानीय हुनुहुन्छ उहाँहरूलाई करिब 8,80,000 किता दिएको छ। स्थानीयलाई पनि? हो, अनि विदेशमा रहेका नेपाली श्रमिकहरूलाई पनि करिब 2,91,000 किता। हो र? त्यस्तै म्युचुअल फन्डहरूलाई 1,45,000 किता जति, अनि कर्मचारीहरूलाई 58,000 किता छुट्याइएको थियो, त्यो बिक्री भइसक्यो। भनेपछि यो अहिलेको 24 लाख किता चाहिँ विशुद्ध सर्वसाधारणको लागि मात्रै हो। हो, बिल्कुल। अब अलिकति गहिरो कुरा गरौँ न। यो आइपिओको रेटिङ के छ? लगानीकर्ताले यो रेटिङलाई कसरी बुझ्ने? एकदमै महत्त्वपूर्ण प्रश्न हो यो। केयर रेटिङ्स नेपाल भन्ने संस्था छ, हैन? उहाँहरूले यो आइपिओलाई BB+, डबल B+ हो। यसले के जनाउँछ त? राम्रो हो कि नराम्रो कि कस्तो? हेर्नुस्, यो रेटिङले चाहिँ कम्पनीको वित्तीय दायित्व पूरा गर्ने क्षमतामा औसत जोखिम छ भनेर सङ्केत गर्छ। एभरेज रिस्क भन्छ नि। औसत जोखिम। यसलाई अझै सरल भाषामा भन्नुपर्दा लगानीकर्ताले के बुझ्ने? यसको मतलब के हो भने लगानी पुरै जोखिममुक्त चाहिँ छैन, तर एकदमै धेरै जोखिमपूर्ण पनि होइन, बीचको अवस्था। कम्पनीले नाफा कमाउन, लगानीकर्तालाई नियमित लाभांश दिन, हैन, त्यसमा केही चुनौतीहरू हुन सक्छन् भन्ने सङ्केत हो। अब यो BB+ रेटिङले औसत जोखिम देखायो। किन होला भन्दा सायद कम्पनीको आयोजना भर्खर चल्ने क्रममा होला वा सञ्चालन अवधि छोटो होला, हैन? अथवा लिएको ऋण अलि बढी होला। यस्तै कारण हुन सक्छन्। तर स्रोतहरूले के पनि भनेका छन् भने यसको त्यो लामो अवधिको विद्युत खरिद सम्झौता PPA चाहिँ सकारात्मक पक्ष हो। तर मलाई एउटा कुरा के लाग्यो भने BB+ रेटिङले औसत जोखिम त देखायो, ठिक छ, तर अहिले जलविद्युतको माग बढ्दो छ, बजार राम्रो छ भनिन्छ नि, यो सन्दर्भमा चाहिँ त्यो जोखिमलाई अलिक कम मान्न मिल्दैन र? त्यो पनि एउटा दृष्टिकोण हो, पक्कै पनि। बढ्दो ऊर्जाको माग अनि सरकारले जलविद्युतलाई दिएको प्राथमिकता, यी सबै सकारात्मक पक्ष हुन्। तर रेटिङले हेर्ने भनेको चाहिँ कम्पनीको आफ्नै वित्तीय अवस्था, उसले आफ्नो जिम्मेवारी कति पूरा गर्न सक्छ भन्ने हो। कम्पनी केन्द्रित भयो त्यो चाहिँ। हो, बजार राम्रो हुँदाहुँदै पनि कम्पनी आफै कति बलियो छ त भन्ने कुरा चाहिँ BB+ ले देखाएको। त्यसैले लगानीकर्ताले बजारको अवसर पनि हेर्नु पर्यो, कम्पनीको यो रेटिङले देखाएको जोखिम पनि तौल्नु पर्यो। ठिक हो, दुवै पाटो हेर्नु पर्यो। ल, मानिलिउँ कसैले जोखिम बुझेरै लगानी गर्ने सोच्यो, प्रक्रिया चाहिँ कस्तो छ त आवेदन दिने? प्रक्रिया त अहिले सजिलो छ नि। CISBA प्रणालीमा जोडिएका ब्याङ्क तथा वित्तीय संस्थाहरू छन्। हजुर, उनीहरू मार्फत दिन सकियो। त्यसले के गर्छ भने आवेदन बराबरको पैसा तपाईँकै खातामा रोक्का राखिदिन्छ। खातामै ब्लक हुन्छ। हो, अनि सबभन्दा सजिलो त मेरो शेयर सफ्टवेयरबाट अनलाइन दिनु नै भयो, घरैबाट मिल्छ। हो, त्यो त एकदमै सजिलो छ। बिक्री प्रबन्धक को हो रे? बिक्री प्रबन्धक चाहिँ नेपाल SBI मर्चेन्ट ब्याङ्किङ रहेको छ। नेपाल SBI मर्चेन्ट, ओके। त्यसो भए निचोडमा भन्दाखेरि सान्वी एनर्जीको आइपिओ ऊर्जा क्षेत्रमा एउटा लगानीको विकल्प त हो,
तर त्यो BB प्लस रेटिङले देखाएको औसत जोखिमलाई चाहिँ गम्भीरतापूर्वक लिनुपर्ने देखियो। बिल्कुल। अनि अर्को व्यावहारिक कुरा पनि छ नि, नेपालमा आइपिओ भर्दा त मागभन्दा कति हो कति गुणा बढी आवेदन पर्छ। हो त नि, 10 किता पर्नै मुस्किल हुन्छ। हो, त्यही 10 किता पर्ने सम्भावना नै बढी हुन्छ प्राय। त्यसैले इच्छुक लगानीकर्ताले अन्तिम दिन कुर्ने भन्दा पनि समयमै आवेदन दिइहाल्नु राम्रो। हो, त्यो त हो। स्रोतहरूले पनि त्यही सुझाएका छन्। कम्पनीको वित्तीय अवस्था, भविष्यका योजनाहरू अनि यो रेटिङ सबै कुरा विचार गरेर मात्रै निर्णय लिनु बुद्धिमानी हुन्छ। ठिक छ। अब आजको यो विश्लेषणको अन्त्यमा एउटा प्रश्न चाहिँ श्रोताहरूलाई सोच विचारका लागि छोडेर जाउँ न त। हुन्छ। BB प्लस रेटिङले औसत जोखिम त देखायो, तर नेपालको अहिलेको ऊर्जा बजारको अवस्था, जस्तै कि विद्युत व्यापार सम्झौताहरू कस्ता छन्, प्रसारण लाइन बन्दैछ कि छैन, होइन, अनि अरू बनिरहेका आयोजनाहरूसँग यसको प्रतिस्पर्धा कस्तो होला? यस्ता अरू कुन तत्त्वहरूले चाहिँ यो लगानीलाई थप आकर्षक बनाउन सक्छन् वा अझ जोखिमपूर्ण बनाउन सक्छन् होला? यो प्रश्नमा विचार गर्नु